नमस्ते, मेरो युट्युब च्यानल यात्रामा यहाँहरू सबैलाई स्वागत छ। आज चाहिँ हामी गोकर्णको जङ्गलभित्र रहेको एउटा कम्युनिटी टी हब एन्ड क्याफेटेरिया सामुदायिक पसलमा छौँ, जुन चाहिँ टिकटकदेखि लिएर फेसबुकदेखि सोसियल मिडियामा भाइरल रहेको छ। एकदम रमाइलो ठाउँ छ, तपाईँहरू आउन सक्नुहुन्छ। बाटो चाहिँ अलिक कन्फ्युज भएको भएर हजुरहरू यो गोकर्ण शहीद पार्कबाटको ठ्याक्क मेन गेटको राइटबाट चाहिँ तपाईँ भित्र आउनुहोस्। आउँदाखेरि चाहिँ बाटो होइन जस्तो छ, तर तपाईँहरू चाहिँ सिधा बाटो नछोडी आउने हो भने बिचमा एउटा टिकट काउन्टर भेट्नुहुन्छ। अनि साइडमा शान्ति स्तूपा नि देख्नुहुन्छ, सेतो ठुलो, त्यहाँ टिकट काटेर आउनुपर्छ। बाइकको पर बाइक 20 रुपियाँ छ भने पर पर्सन चाहिँ 20 रुपियाँ छ, बाइकको 25, पर पर्सन 20 छ। तपाईँ आउन सक्नुहुन्छ। रमाइलो छ ठाउँ, शान्त छ। कहाँ जाउँ आनन्दले गरेर बसौँ भने यहाँ आउन सक्नुहुन्छ। यहाँबाट सिँढी पनि छ, यो सिँढीबाट माथि गयो भने तपाईँहरू शहीद पार्क घुम्न सक्नुहुन्छ 2-3 मिनटमा। र यताबाट तपाईँ बाइक लिएर जान सक्नुहुन्छ, त्यहाँ गएर पनि तपाईँ घुम्न सक्नुहुन्छ। रमाइलो छ, हेर्नुहोस्, हामी पनि इन्जोय गरिरहेको छु, कफी खाइरहेको छु, रमाइलो छ, आनन्द छ। आउनु है त तपाईँहरू पनि यो ठाउँ। ल, एकदम नजिक छ काठमाडौँबाट। त्यही तपाईँको हामी बस पार्कबाटै आएको हो। बस पार्कबाट आउँदा त्यही 10 किलोमिटर जस्तो देखाउँछ। आनन्दको ठाउँ छ, आउनुहोस्, बस्नुहोस्, इन्जोय गर्नुहोस्, चिल गर्नुहोस् है त। हेर्नुहोस्, ल भाइरल पार्क आइपुग्यो हामी आज। जिन्दगीको यात्राले आज हामीलाई भाइरल पार्क लिएर आयो। तपाईँहरू पनि आउनुहोस् है त। ल हस् त, यति भन्दै आजलाई भाइरल पार्कको भिडियो चाहिँ यहीँ बन्द गर्छु। अब नेक्स्टचोटि हेरौँ जिन्दगीको यात्राले कहाँ पुऱ्याउँछ, म त्यो नै हजुरहरू अगाडि राख्नेछु है त। हस् त, मेरो युट्युब च्यानललाई स्टार्टिङ हो, त्यही भएर कहिले भिडियोमा प्रब्लम, कहिले भोइसमा प्रब्लम हुन्छ। हजुरहरूले सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला, आफ्नो साथी रिलेटिभ फ्यामिलीलाई यसो सेयर गरेर सब्सक्राइब पनि गरिदिनु होला।